सर्वप्रथम सबैलाई फेरि पनि म तपाईहरुलाई नमो बुद्ध अथवा तामुलुजुङको केही जानकारी दिने अथवा कथा भन्ने प्रयास गर्नेछु। म पहिलाको भिडियोमा तपाईहरुलाई तामुलुजुङको कथा अथवा नमो बुद्धको केही सर्टकटबाट मैले भनेको थिएँ। आज म तपाईहरुलाई फुल डिटेल दिने प्रयास गर्नेछु। धेरै टाइम नलाग्दा म कथातिर लाग्नेछु। र यो पनि धेरै पहिला अगाडि एउटा ठुलो राजा थियो र त्यस राजाले तीनटा छोरा थियो। जेडो, साइलो, कान्छो भन्ने तीनटा थियो। र अनि त्यस राजाले चाहिँ धेरै देश कब्जा गरिसकेको थियो र धेरै देशहरुसँग फाइट खेलेर धेरै जितेको थियो र अनि धेरै जितेको कारणले अनि एक दिन त्यसको छोराहरु र अनि आफ्नो परिवारसँग चाहिँ अनि जंगलमा घुम्न गएको थिए र घुम्न जाँदाखेरि अनि जंगलको बीचमा बास बस्दाखेरि चाहिँ अनि तीनटा छोरा चाहिँ जेडो, कान्छो, साइलो चाहिँ अनि कान्छो तीनटा चाहिँ अनि जंगल घुम्न गए। जंगल घुम्न जाँदाखेरि चाहिँ एउटा अनि बाघ केटी देखे र बाघ केटीलाई चाहिँ अनि छोराहरु धेरै थिए र अनि त्यो बाघ केटीलाई चाहिँ केटी बाघलाई चाहिँ के थियो भने चाहिँ खाना पाएको थिएन। खाना नपाएर धेरै जिउहरु पुरा सुकेर पनि अब मर्न लागेको थियो। त्यो आमा मात्र हैन, आमा छोराहरु पनि सबै मर्न लागेको थियो र त्यो तीनटा छोराहरु पनि राजाको तीनटा छोराहरु ठ्याक्कै त्यस अनि केटी बाघलाई देखेपछि चाहिँ अनि त्यस कान्छो छोरा चाहिँ जन्मिएदेखि सानैदेखि धेरै दयालु थियो। अनि आफू भने ठुलो मान्छे र सानो मान्छेलाई राम्रो गर्दै सबै एउटै गर्दै। अब राजाको छोरा हो भनेर राजकुमार हो भने यस्तो डन जस्तो गर्ने केही गर्दैन। नगरेपछि अनि त्यो कान्छो छोरालाई चाहिँ अनि आफ्नो जेठो दाइ र अनि माइलो दाइले सोध्यो यो लाई के भएको हो अनि योलाई किन खानाहरु किन नपाएको भने यस्तो सोध्दाखेरि अनि ठुलो दाइले चाहिँ के भन्यो भने चाहिँ यो चाहिँ केटी बाघ हो, यसले चाहिँ मासु खान्छ। मासु चाहिँ कस्तो मासु खान्छ भने चाहिँ अनि अलिकति के भन्छ रगतसँग लागेको अलिकति बिजेको जस्तै मासु मात्र खान्छ, यसले काँचो मासु मात्र खान्छ यस्तो भनेपछि अनि त्यो कान्छो छोराले फेरि अर्को के प्रश्न दियो भने चाहिँ योले अनि हामीले हाम्रो दरबारमा धेरै खानेकुरा छ, स्याउ छ, फलफुल छ, के छ, मासुहरु छ, त्योहरु दियो भने यसलाई हुँदैन भनेपछि जेठोले यसले खादैन, यसले पुरै आफूले शिकार गरेको मात्र मासु मात्र अनि रगतसँग जोडेको अनि धेरै बिजे जस्तोको भयो मासु मात्र खान्छ भने सोधेपछि चाहिँ अनि कान्छो छोराले भनेपछि अनि दुईजना अब फर्किएपछि अलिकति बाघ उता गयो अनि अलिकति 5-10 मिनेट अगाडि हिँडेर आएपछि फर्किएपछि अनि कान्छो छोराले के सोच्यो भने चाहिँ अहिलेसम्म म 18-19 कतिवटा जन्म लगिसके, त्यसम्म मैले अझसम्म एउटा धर्म गर्न पाएको छैन। आफ्नो जिउ आयो अर्को के जन्म लगे थियो, के जन्म मुनि राम्रो गर्न सकेन, के राम्रो गर्ने कर्म कमाउन पाएको छैन। अब यही फेर चाहिँ म आफ्नो जिउ चाहिँ त्यतिकै खेर जान नदिएर म यस केटी बाघ